हेलो साथीहरू सबैजनालाई दर्शन नमस्ते भन्न चाहन्छु हैन। म चाहिँ 10,500 भक्तपुर मामा घर जाँदैछु। मेरो मामा घर देखाउँछु है त म हजुरहरूलाई। अनि कस्तो राम्रो ठाउँ छ यतातिर चाहिँ। अनि यतातिर चाहिँ बाँस कस्तो राम्रो बोटहरू रहेछ। मामाको घर जाने बाटो चाहिँ यो हो हैन। मामा घर जाने बाटो चाहिँ टकलाएर यो हो। हामी चाहिँ मामा घर जाँदैछौँ। यस्तो धेरै टाढा छ कि भक्तपुर जोरपाटी रहेछ कि यता पनि हैन। मैले त सोच्थेँ कि जोरपाटी त काठमाडौँ जोरपाटी हो, तर यहीँ भक्तपुर जोरपाटी रहेछ। जोरपाटी चोक ओर्लेर चाहिँ मामाको घर हिँड्दै जानुपर्छ, किनकि यता गाडी चाहिँ लाग्दैन। आफ्नो आफ्नो साधन भई चाहिँ लाग्छ, गाडीहरू चाहिँ लाग्दैन। यता आऊ। कहाँ जानु लाग्छ तिमी? तिम्रो मामाको घर। मेरो मामाको घर? यस बेबी यस। ऊ चाहिँ मेरो मामाको घर जाँदै हुनुहुन्छ हैन। पहिलोचोटि मैले उहाँलाई चाहिँ मेरो मामाको घर लैरहेको छु, किनभने म तपाईँलाई मेरो मामाको घरहरू पनि देखाउँछु है हजुरहरूलाई। अहिलेको लागि चाहिँ बाई बाई। स्टप गरेर राख न, फेरि यसमै जोड्नु मिल्छ क्या। यो स्टप भयो त कहाँ? मामाको घरमा आउँदा चाहिँ यतातिर चाहिँ खुब राम्रो टँडेलहरू रहेछ हैन। कति राम्रो। तर टँडेलमा खाली छ, केही रुपियाँ छैन टँडेलमा। माटो मात्रै। मामालाई भोक लागिसकेपछि हामी चाहिँ मामा र अनि मेरो देवर बाबु चाहिँ हैन हामीलाई खाना खान कुरिबस्नु भएको अरे। अहिले भर्खर फोन गर्नुभएको थियो कि कहाँ आइपुग्नु भयो भान्जी, खाना खान कुरिरहेको छु, खाना सेलाइसक्यो, छिटो आउनु रे कि हामीलाई। यता हेर्नु त हैन। उहाँ चाहिँ हिरो भएर आइरहनु भएको छ कि मेरो बुढा चाहिँ हिरो भएर। ए हो हाम्रो मामाको ठाउँ चाहिँ हैन। यसो भयो मान्छे आएको छ। हो ल अन भयो। हेलो, म चाहिँ मामा घर जाँदैछु हैन। मामाको घर अस्ति हामी दसैँमा आएको थियौँ, अब फेरि जाँदैछु मामालाई सरप्राइज दिनलाई। सरप्राइज त होइन, तर अघि नै थाहा भइसक्यो। फलफुल बोकेर खैल्याउनु त म देखाउँछु। फलफुल बोकेर मामाको घर जाँदैछु। अब खाली हात त जाने कुरा आउँदैन मामा घरमा। खाली हात फर्किने पनि कुरा आउँदैन होइन। अनि खाली हातमा अनि के लिएर आउँछ मामा घरबाट? गुन्द्रुक चाहिँ मेरो एकदम लास्ट। हेलो गाइज, हामीलाई मामाले लिन आउँदै होइसिन्छ कि मामाले देखिया छ। अब चाहिँ मामा लिन हामीलाई आउँदै होइसिन्छ। भान्जा भान्जी कहाँ आइपुग्यो भनेर चाहिँ मामा चाहिँ हामीलाई लिन आउँदै होइसिन्छ है त। एकैछिनमा देखाउँछु ल। मामा एकछिन न। मामा चाहिँ हामीलाई लिन आइछ। मामा हजुर हामीलाई लिन आइछ हो। हामीलाई लिन आइछ हो। मामा यहाँ बताएको खाना आउनु भएको छ। किन ल जाऊ। हेलो गाइज, मेरो मामाको घर चाहिँ उयो मेरो मामाको घर चाहिँ आयो। राम्रोसँग देखाइछिन कि हजुरले घर बुढा। ल मेरो बुढीको मामा ससुराली आयो होइन। मेरो बुढीको मामा ससुराली आयो। माथि बाबुलाई पनि देखाउँछु। मामा ससुराली यहीँ हो। गाने मेरो भाइलाई जाने भन्ने हो घर देखाउनु। मलाई देखाउनु राम्रोसँग यता कता बुढा देखाउनु ल बाबा राम्रोसँग माथि। हेलो हाम्रो भाइ चाहिँ ल मेरो मामाको घर आउँदैछ नि। इसा गर्नु बाबु। यो चाहिँ मेरो बुढीको मामाको घर होइन। म चाहिँ यहाँ जुत्ता खोल्दैछु। यो चाहिँ यहाँ जुत्ता खोल्दैछ होइन। म जुत्ता खोलिसकेँ। अब चाहिँ जानुपर्छ होइन देखाउनु। राम्रोसँग देखाउनु। मेरो मामाको घर। गाने चाहिँ माथिबाट हेर्दैछ होइन। गाने बाबा कहाँ गएको? पसलमा। बाबा भिडियो बाबामा दोकान दोकानमा हामीलाई जाऊ भन्छ।
खोल्छु त चप्पल कस्तो क्युट चप्पल चाबीमा रहेछ गाई छैन गयो कि यहाँबाट चाबी तल पनि खट्टाको तान्दा